नमस्ते, मेरो नाम सञ्जय महर्जन। विगत 13 वर्षदेखि आर्ट अथोरिटी संस्थासँग आबद्ध रहेर विभिन्न खालको कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। यही कार्यक्रम सञ्चालन गर्ने क्रममा अहिले म आर्ट अथोरिटीको ह्याप्पिनेस प्रोग्रामको, वाइल्ड प्रोग्रामको, आर्टिफिसियल रियाज, इन्ट्युसन, सहज त्यस्तै गरेर अरू पनि विभिन्न कार्यक्रमहरूको चाहिँ प्रशिक्षण गर्दै आइरहेको छु। र अहिले मैले बताउन गइरहेको कार्यक्रम रहेको छ ह्याप्पिनेस प्रोग्रामको सुदर्शन क्रिया, जुन चाहिँ एकदमै वर्ल्डभरि नै मोस्ट पावरफुल ब्रेथिङ टेक्निकको रूपमा चाहिँ एकदमै प्रचलित भइरहेको छ। र यो आर्ट अथोरिटीको फाउन्डर हाम्रो गुरुदेव श्री रविशङ्करजीले पनि यसलाई सबैजनालाई रोगमुक्त शरीर बनाउनको लागि, तनावमुक्त समाज बनाउनको लागि, तनावमुक्त मन बनाउनको लागि चाहिँ यसले प्रयोगमा आइरहेको छ। र यही क्रममा चाहिँ हामीले सुदर्शन क्रियाबाट चाहिँ धेरै खालको फाइदाहरू चाहिँ अनुभव गर्न पाइरहेका छौँ। जस्तै मान्छेहरूलाई कन्फिडेन्स भएर बोल्नको लागि, पढाइमा कन्सन्ट्रेसन गर्नको लागि, जीवनमा क्ल्यारिटी ल्याउनको लागि र आफूमा भएको जति पनि टिमवर्क, लिडरसिप अथवा टाइम म्यानेजमेन्ट कुराहरूलाई चाहिँ ब्यालेन्स गर्नको लागि एकदमै धेरै मद्दत गरेको चाहिँ धेरैजना साथीहरूले पनि सुनाउनु भएको छ। र यो वर्ल्डमा सबैभन्दा धेरै रिसर्च भयो, यसरी सुदर्शन क्रियाले कसरी चाहिँ मान्छेहरूलाई फाइदा गर्छ भनेर धेरै रिसर्च पनि भएको छ। र यो हाम्रो युनिभर्सिटीहरूमा पनि स्ट्यान्फोर्ड युनिभर्सिटीदेखि लिएर टप मेडिकल कलेजहरूले, इन्जिनियरिङ कलेजहरूले, सबै कलेजहरूले पनि यो टेक्निकली एकदमै फाइदा गरेको भएर उहाँहरूले आफ्नो क्रेडिटमा पनि यसलाई समावेश गर्नुभएको छ। र धेरै जस्तो स्टुडेन्टहरूले पनि यसबाट लाभ पाइसकेको छ। र अहिले रिसेन्टली धेरै नै हाम्रो इन्ट्युसन प्रोग्रामको बारेमा पनि चर्चा आइरहेको छ, जसमा चाहिँ 5 देखि 18 वर्षका बच्चाहरूले आफ्नो सिक्स सेन्स एक्टिभेट गरेर आफ्नो लाइफमा के गर्ने, के नगर्ने, कस्तो साथीसँग चुज गर्ने, नगर्नेदेखि लिएर धेरै कुराहरूमा आफ्नो दैनिक जीवनमा पनि एउटा सही निर्णय लिएर सही भविष्यको लागि अघि बढ्दै गर्नुपर्छ। र हाम्रो फाउन्डर गुरुदेव श्री रविशङ्करजी अनुसार यो टेक्निकले चाहिँ एजुकेसनमा रिभोल्युसन ल्याउँछ भन्ने हिसाबमा चाहिँ उहाँले यो ज्ञानलाई सम्पूर्ण देशहरूमा नै बाँडिदिइराख्नु भएको छ। र यो सेवा नेपालमा पनि उपलब्ध भएको छ। र यस्तै गरेर अरू विभिन्न खालको प्रोग्रामहरू जहाँ चाहिँ हामी सहज समाधि मेडिटेसन भन्छौँ, त्यसमा चाहिँ व्यक्तिहरूले ध्यानको मात्रै, जसलाई ध्यान मात्रै गर्न मन लाग्छ उहाँहरूलाई ध्यानको मात्रै कार्यक्रम छ 3 दिनको 2 घन्टाको हिसाबमा। कसैलाई योगा मात्रै गर्न मन छ भने श्री योगा भनेर छ, जसमा 5 दिनको 1.5 घन्टादेखि 2 घन्टाको कार्यक्रमहरू रहेको छ। एकदमै सहजै सरलै तरिकाले आर्ट अथोरिटीका सम्पूर्ण कार्यक्रमहरू सानोदेखि लिएर वृद्धहरूसम्मको लागि एकदमै उपलब्ध छ। र यो एकदमै तपाईँहरू दैनिकी जीवनमा धेरै व्यस्त हुनुहुन्छ भने पनि तपाईँहरूले गर्न सकिने दिनको 2-3 घन्टाको कार्यक्रमहरू छ, जुन चाहिँ सबैजनाले इजिली नै एटेन्ड गर्न पनि सक्छ। र हामीले यो कार्यक्रमहरू कर्पोरेट सेक्टरहरूमा पनि पुर्याएका छौँ, स्पोर्ट्स खेल्ने खेलाडीहरूको लागि पनि पुर्याएका छौँ र विभिन्न क्षेत्रका सबै वर्गहरूको लागि यो कार्यक्रम उपलब्ध छ। र यस्तै धेरै फाइदा गरिरहेको धेरैजनाले अनुभव पनि गरिराख्नु छ। म आफै पनि धेरैजनालाई स्पिरिचुअल मेन्टरको रूपमा, धेरैजना टिचर साथीहरूलाई, धेरैजना प्लेयर्सहरूलाई, धेरैजनालाई चाहिँ यसको लाभ चाहिँ प्रदान गरिरहेको छ। र यही भन्दै हामीहरू सबैजना यो कार्यक्रमहरूमा सकेसम्म चाँडै जोडिन्छौँ र जीवनमा एकपटक सुदर्शन क्रियाको चाहिँ अनुभव गर्छौँ भन्ने आशा लिएको छु। धन्यवाद।